ल अन्तिममा 5 ताराले भोट मागेर जाऊ नि त 5 तारालाई होइन भोट माग्नै पर्दैन। अब नेपाली जनताले आज अभिभावक बिनाको देश कस्तो हुन्छ भनेर बुझिसकेका छन्। यो देशको यो गणतन्त्रको पिता पनि प्रचण्ड नै हो, यो देशको अभिभावक पनि प्रचण्ड नै, भोट माग्ने कुरै भएन। तिमीले जबरजस्ती अनि मान्दिनु पर्यो हामीले जबरजस्ती मान्दिनु पर्यो अनि होइन हाम्रो उमेश ब्रदरलाई खास चित्त देखाइदिनु किन भएको अनि हामीले चाहिँ प्रचण्ड चाहिँ एकदम यो देशको अभिभावक मान्दिनु पर्ने अनि हाम्रो हरिदाले भन्छ नि त राजालाई अभिभावक मान्नु भन्छ क्या बरु म त राजालाई अभिभावक मान्छु कसमै हो के भयो जस्तो लाग्यो कुलमान दाईको बहस गर्दाखेरि चाहिँ किन आवेशमा आइहाल्नु भएको हाम्रो उमेश ब्रदरले त्यो आवेश आउनुपर्ने कुलमान दाई चोखो माओवादी भनेको थियो हेर्नु अजय दाई कुलमान दाई सर्लक्क माओवादीमा आउँछ एक ठाउँबाट माओवादीबाट उठ्छ उसले त अहिले पनि भने होइन अझ रूपन्देहीको चुनावमै माओवादीमा उठ्छ भनेको अब त्यो काया पलटै भयो कि अब त्यो त कुलमान दाईले पार्टी खोल्छ भनेर पार्टी खोल्छ भने त माओवादीले सोचेको भएन चुनावै भएन पहिलो कुरा त होइन चुनावै भएन होइन त्यही भनेको त यदि कुलमान घिसिङले पार्टी खोल्ने बालेनले पार्टी खोल्ने रविले पार्टी खोलिरहेछ उता हर्क साम्पाङले पार्टी खोलिरहेछ अनि तपाईँहरू चाहिँ नयाँ भनेर यसरी चाहिँ झन् जनतालाई चाहिँ बेकारमा ऊ चाहिँ भ्रम फैलाइराख्नु पर्छ क्या किन भ्रम फैलाउँदैछ पुरानोले मिल्न होइन किन भ्रम के चाहिँ भ्रम फैलाएको देखायो भने तिमीले मलाई के चाहिँ भ्रम फैलाएको देखायो तपाईँ भन्दै हुन्छ नयाँ मिले भन्दै हुन्छ नयाँ मिल्ने चाहिँ कहीँ छाँटकाँट छैन एक शब्द कतै कसैको मिल्नेको कुरा आएको छैन किन नआउनु अनि कुलमान दाइसँग तिमी गएर बसेको म गएर बसेको मात्रै प्रयोग सुन न कुलमान दाइसँग तिमी गएर बसेको म गएर बसेको म हावा बोल्छु जस्तो लाग्छ तिमीलाई अहिलेसम्म एक शब्द आएको छैन नि त अनि ल यो कसको फोटो यो कहिलेको फोटो डेट हेर्छौ यो कहाँ हो ल हेर यहाँ यो को होइन मैले तपाईको सामाजिक सञ्जाल त सबै हेरेँ के सामाजिक सञ्जाल यो को त यो कुलमान दाइको के फोटोकपी हो यो बब्लु गुप्ता भन्ने होइन के उहाँले भेटेर तपाईँलाई के भन्नु के तपाईँलाई उहाँले भेटेर चाहिँ अहिले मिलिहाल्ने भनेछ त सबै कुरा तिमीले मैले भन्नुपर्छ किन बेकार तिमी त्यसो त विरोध गरेर आएको मान्छे मैले कुलमान दाइको कुरा भन्नुपर्ने छ यहाँ म भन्नुपर्ने यो नयाँ नमिल्दा त तपाईहरुलाई नै फाइदा हो नि त धेरै यहाँ फाइदा छ भने पानी पड्काएर जाऊ न हाँसेर जाऊ न तिमी हालेछौ त राष्ट्रिय स्वतन्त्र पार्टी र यता अजय श्रेष्ठ सर र नमिल्नेको चिन्ता व्यक्त गरेको भए कुरा गर्नु हैन देशको चिन्ता छ फाइदा र बेफाइदाको कुरा भएन के त्यही त चिन्ता भएर त तिमीहरु युनाइटेड भयो हैन त भाइ हैन यार त्यही देशको चिन्ता भएर त तिमीहरु युनाइटेड भयो नि त हैन त हो त हामी भनिरहेछौ त हामी अब हो त्यही गरेर लाइभ खोला न उमेश तिमी आफ्नो लाइभ खोला त्यसपछि सबैलाई तान त्यहाँ सम्झाउ पठाऊ त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तान यसपालि 5 ताराले भोट हाल्नुपर्छ है केटा हो अब हामी त मिलिसक्यो भन त्यो पो गर्नुपर्ने कुरामा त अनि यही आएर तिमी किन बेकारमा टाइम अनि यहाँ अनि हैन अघि यहाँ 2-4 जनाको कुरा नि सुने मैले भन्न खोजेको थिएँ पुरानोले गर्दा रविको पार्टीसँग कोही अनि रविको पार्टीसँग अरु पुरानोले गर्दा मिल्न दिदैन भोलि प्रधानमन्त्री रवि प्रधानमन्त्री भने काम गर्न नदिने रहेछ त नि यस्तो पनि तर्क हुन्छ भात किन खाए रे खाएन भने किन खाए रे पुरानोले मिल्न दिएन अरे अब अनि पुरानोले मिल्न नदिँदा नमिल्ने मान्छेको कस्तो दिमाग होला अनि देश बनाइदिन्छ पुरानोले भात खाने किन खायो खाएन भने किन खाएन एक मिनट अजय सर नमस्कार है सबैलाई मैले नमस्कार गरेँ हाम्रो अब उमेश सर कहिले प्रचण्डको फोटो बोकेर आउनुहुन्छ कहिले 5 तारा बोकेर आउनुहुन्छ सर अब यो कतितिर गर्न सबैभन्दा अहिले अजय दाइले भन्नुभयो आफ्नै पार्टीको प्रचार गरेर लाइभ खोला सबैभन्दा बेस्ट उपाय यहाँ आएर सिंहरी खोज्नु हो ठिक छैन यहाँ सबै स्वतन्त्र अब ताराको प्रचार गरेर मिले भाइ म गए ल यो ताराको बेसरी प्रचार भयो तलबाट हेर न हाने गरे यार भाइ तिमी लाइभ खोला ल मैले तिमीलाई के नराम्रो भन्दिन है राजा घण्टीकै मात्र प्रचार प्रसार आउँछ ठिकै छ त घण्टी त हामीले त घण्टी त सकभर लगेर जाने भनेको हो नि त घण्टीलाई त लिएर जाने हो यहाँ सबैभन्दा पहिला अब घण्टीलाई लिएर जाने हो अनि कुलमान दाइले भनिसक्यो के उज्यालो स्वतन्त्र नेपाल भन्ने नाम राख्ने भोलि पर्सि मिल्यो भने राष्ट्रिय उज्यालो स्वतन्त्र पार्टी हेर त कति राम्रो नाम छ राष्ट्रिय उज्यालो स्वतन्त्र पार्टीको नाम हुन्छ चिन्ह घण्टी नै भनिसक्यो कुलमान दाइले खाली माथि चिसिक्क मिल्नु पर्ने छ त्यो मिलाउने कुरामा म मरेर भए पनि मिलाउने प्रोसेसमै छु अहिलेसम्म कोही आत्तिनु पर्ने हतोत्साहित हुनुपर्ने कुरा छैन तर यो कुरामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका 2-3 वटा टाउको छ र त्यो टाउकोलाई चाहिँ पहिला ठिक पार्नु पर्छ भन्ने लाग्छ मलाई त्यति हो अरु कुरो केही छैन मेरो ल अब ल माधुरीजी तपाई कति बेरदेखि आएर बस्नु भएको छ है
एउटा कुरा ल दाइ ठिक छ, म थोरै राख्छु होइन। अब ठिक छ, अब यो मनोगणन्य कुराहरू गरेर भन्दा नि हामी यथार्थमा टेक्ने मान्छे हो होइन। पुरानो पार्टीलाई गर्न दिएन भन्ने कुरा कहीँ कतै पनि आएको पनि छैन, कसैले भनेको पनि छैन जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यो एउटा कहानी छ क्या, एउटा छेपारो चाहिँ पुरा जाँडको तालमा होइन, पुरै चाहिँ तपाईँ भाङ खाएर गएको रहेछ, उताबाट